मर्निङ गाइज अब खान्छ अरे कागेनतिर जान लागेको अवस्था Bro. Guys. दिन मात्र खोजिरहेछु यही नै मेरो चाहना तिमी भने फर्की नहेर उता तिमीहरू हामी त माथि आयौँ त तल गएनौँ एम्बुलेन्स अरे यार भर्खरै आवाज आयो एम्बुलेन्स आयो हिँड्न गाह्रो हुँदो रहेछ है हिँड्न गाह्रो हुँदो रहेछ है क्राम्प पनि भयो के सजिलो हुन्छ त्यही त हो क्राम्प पनि भयो म अहिले त्यहाँ भ्यू पोइन्ट 2 मा पुगिसकेको थिएँ हो र त्यस्तो खतरा सजिलो हुन्छ छुट्किजाल Yo! Finally guys, let me show you the Y-shaped Sefaksundo full blue wonderful view चिया खाएर बस्नु त घर फोटो खिच्छ तँलाई ऊ छेउमा पानी पुरा ब्लू देख्न थाल्यो भनेको त यताबाट चाहिँ पुरा चस्मा ब्लू देखिरहेको रहेछ फोटो ए हजुर किसिम लाग्यो अलि सिधा बस्नु तिम्रो सर्कल भिसेपछि उतापट्टि जान्छ सबैको के छ भने गाइस हिउँ पर्न रोकिसकेको अवस्था अनि सबैजनाले यहाँको बासिन्दाहरू उहाँहरूले चाहिँ आफ्नो कौशीको हिउँलाई चाहिँ तल फाल्दै हुनुहुन्छ जताततै बेल्चा चलाउँदै उहाँहरूले पनि फाल्दै हुनुहुन्छ सो दिस इज द भ्यू फ्रम द रिक्मो भिलेज गाइस वान लास्ट बिट अहिले होली आएको छैन ह्याप्पी होली यो रिक्मो भिलेज हामी तरेर अब लाग्दैछौँ झरना होटलतिर पहिलो गन्तव्य आजको हाम्रो सामानहरू त्यहाँ छोडेको छ मैले अलि त्यहाँ केही बसिन्छ केही खाइन्छ अनि प्रस्थान गरिन्छ आजको एन्ड डेस्टिनेसनसम्म कहाँ पुग्छ भन्ने कुरामा चाहिँ शेर्पा होटल लज बाई टु रिक्मो भिलेज
आफै हो हिमचितुवा खतरा हिउँ देखाइहालेँ मैले हजुरहरूलाई रिगमा भिडियो चाहिँ सकिहाल्यो अब त खतरा डेस्टिनेसन आउँदैछ चढ्नुपर्ने छ हामी एउटा उकालो अनि त्यसपछि झर्नुपर्ने छ दुइटा ठाडो उकालो Say folks, you know. गाइस हेर्नु होला यही झर्ना अलङ विथ दि स्नो लास्ट टाइम आउँदाखेरि चढ्दाखेरि चाहिँ केही थिएन स्नो भल थियो अब झर्नु भयो मलाई होइन दाइ हेर यसले हाइट कार्ड ब्यान्डेज उठायो भाइ मान्छेले हिँड्नै सकेको छैन है मेरो अनुसार भाइलाई हाल्यो यार ओइ उसो भए हाल्छस् दिनै खराब हुन्छ यहाँ चिप्ली भन्दा दिनै खराब हुन्छ अनि भोको पो मलाई लाग्यो यो टपमा यसको टप यो टपबाट झर्ना देखिन्छ अर्को टपबाट के फोक्सन देख्छ बाजीकै रहेछ यतिले मोटिभेसन भयो नि हेर्दै यति भन्नुपर्छ क्या जसलाई सरी ए यो भन्दा झर्ना यस्तो बवाल छ हामीलाई चाहिँ कति टाइम लाग्छ यहाँबाट त्यो पक्सुनो टक्क छैन यस्तै छ बाटो तल सजिलो छ अर्को स्टपमा टक्क चिप्लो भनेको यतै मात्रै हो कहाँसम्म हिउँ हो हिउँसम्म त तलै छ तलैसम्म तर चिप्लो छैन त्यस्तो बाटो सजिलो छ नि त यही मात्रै हो यही मात्रै हो चिप्लो ऊ झऱ्यो एम्बुलेन्स अलिअलि सानो ल दाइस बिस्तारै जानु होला रातो माटो देउसी रे चिप्लो माटो देउसी रे पर्दै देउसी रे आएका हामी देउसी रे दिन्छन् देउसी भन्नु ओ दिन्छन् देउसी रे यो दाइले दिन्छन् के दिन्छन् खोइ के दिन्छन् के चाहियो तपाईँलाई केही चाहियो दाइ बिस्तारै जानु होला ल बिस्तारै हिँड्नु ल आमाहरू हजुरहरू नि माथिबाट आउनु भएको हो हरि बिजोग छ हामी ऊ माथि पाहाडबाट आएको यस्तो बाटो हिउँ पग्लेको अनि माटो नि पिसिएको त्रै बाटो छ यहीँ अलि सस्तो अलि सजिलो रहेछ यो बाटो चाहिँ उहाँ परसम्म झर्नुपर्छ हामी उहाँ माथि परबाट आएको उहाँ माथि पर हिँड्ने यो तरिका यस्तै हो सेकेन्ड टाइम इन अ रो आई ह्याड टु गो थ्रु द सेम ट्रमा हुनु ल यस्तो सजिलो बाटो नआइकन मुलाहरू बाटो लैदिएर है सजिलो बाटो हेऱ्यो मुला जस्तोले चाहिँ हुनु अनुसारलाई म ट्राई गर्नुपर्ने रहेछ यो बाटो एकचोटि तर म यो बाटो ट्राई गर्नुपर्ने रहेछ है मैले त्यही भनेको नि होइन त्यो ग्रुपमा दुईजनाको जब छुट्टा जानु मिल्दैन नि त भाइ अन्सल दाई नबोल्दै बिस्तारी बिस्तारी भुइँमा पुरै आफ्नो फोकस बनाउँदै अगाडि बढिरहेको छ
कस्तो रे जुत्ता एक्चुअली चाहिँ लिन पर्ने रहेछ लुज भएर पर्ने यो नि खुलिहाल्छ नि त है धोएपछि अहिले खुल्छ होला यस्तो भिज लुज पनि दुख्छ नि त लुज पनि दुख्छ पानी पानी भर्नु छ खालि सानो बोतलमा ठुलोमा भन्नु अब तल पुग्यो त त्यही धुन मेरो बोतलमा पानी ओके सो यो चाहिँ झरना होटलको माथि पोलाम हो पोलामबाट माथि चाहिँ हामी चाहिँ पुग्छौँ सो पोलाम भिलेज यो आफ्टर स्नोफल हो यो गाइज यहाँबाट पुरै चारैतिर माउन्टेन देख्न सक्नुहुन्छ भवाल छ बाटो आधी बाटो राम्रो छ यहाँबाट चढ्नेवाला चाहिँ उकालोमा चाहिँ त्यो हिउँ बग्लिरहेको छ पानी झर्दा छ अनि चिप्लिन्छ सो त्यो बाहेक चढ्नेवाला मात्र हो गाह्रो चढ्नु कति चढ्नु पर्ला दुईवटा उकालो छ ठुल्ठुलो है 2 घन्टा हिँड्नुपर्छ तपाईँको पेसा अनुसार हुन्छ कसैलाई 4 घन्टा लाग्छ कसैलाई 1 1.5 घन्टा पनि लाग्छ 3 घन्टा लाग्यो नि के भएन वेलकम टु झरना होटेल आन्टी हामी त आइपुग्यौँ 2 दिन बस्यो के छ दाइ ए ठिक छ तपाईँ हिजो चढ्नु भयो कि घोडातिर के भनेको छ नि दाइ पाँचवटा खाना खाने ऊ चौचौ त्यसो भए खाना 4 मात्रै गर्दैन चौचो 2टा गर्दैन त्यो चार्ज गर्नुलाई कति छ चार्ज गर्नुलाई